गर्दाखेरि सहज त्यो मनमा नै एउटा परिकल्पना चाहिँ भइरहेको छ होइन यस्तो भयो भने चाहिँ हेलो साथीहरू, हार्दिक स्वागत छ अर्को नयाँ भिडियोमा। अलिक लामो समयपछि बनिरहेको छ यो भिडियो। आज चाहिँ हामी यो एकदम व्यवस्थित रूपले लगाएको यो धानबारीको दृश्य हेर्नको लागि आएको छौँ। यो चाहिँ एकदम व्यवस्थित रूपमा लगाएको छ, एकदम ठुलो एरियामा धान खेती लगाएको छ। पर निकै कुनादेखि आँखाले देखुन्जेल चाहिँ धानबारी छ। यो बिचमा चाहिँ पुरै ढलान गरेको पिच गरेको रोड छ अनि पानीको व्यवस्था त्यस्तै रहेछ। यो धानबारीको दृश्य अवलोकनको लागि चाहिँ आज हामी आएको छौँ। एकदम घाम चर्किएको छ, कोरियामा एकदम गर्मी छ आजभोलि। यो उपत्यका जस्तो छ यो गाउँ, कोरियाको गाउँ छ। यो पानीको व्यवस्था यसरी गरेको छ। यो कता हाल्ने पुरै बन्द गर्ने व्यवस्था पनि यहीँबाट छ। यति ठुलो धानबारी छ। यता खेतमा काम गरिरहनु भएको छ कोरियन नागरिकहरू, पुरै काम गर्दै हुनुहुन्छ बुढाबुढी। ल, दुईजना नेपालीलाई मेरो भिडियोमा स्वागत छ। अधिकारी सरलाई स्वागत छ। यता हाम्रो मगर सर हुनुहुन्छ। कस्तो फिल भइरहेछ त पुरै यस्तो धानै धानको बिचमा पिच बाटोमा टक टक यात्रा गर्दाखेरि गाउँकै याद मेटिरहेछ के। यता बायाँ घुम गरेर यहाँको चाहिँ यो आधुनिक तरिकाले खेती गर्दाखेरि हाम्रो पनि नेपालमा यस्तै होस् हैन। यो किसिमले गर्दाखेरि उत्पादन बढ्ने हैन, गर्दाखेरि काम गर्न सहज। त्यो मनमा नै एउटा परिकल्पना चाहिँ भइरहेछ होइन, यस्तो भयो भने त्यो भन्ने हो। त्यो चाहिँ हो, तर असम्भव छैन के। तराईमा त गर्ने भने यतिको म्यानेजमेन्ट गर्न, यो पानीको म्यानेजमेन्ट हेरौँ न होइन। यहाँ चाहिँ टक्क यो खोल्यो भने माथि पानी जाने, यसको बन्द गर्ने कहाँ ठाउँ होला? पर कहाँ बन्द गरेपछि छ्याप्पै पावर आउँछ। यो बोराले यो माथि खोलेपछि बोराले बाडा पानी रोकेर नि उता छिटो जान्छ। हो, आइडिया लगाएन त। आइडिया लगाएको लगाएन। हेर्नु न अब त्यसो गरेर के फाइदा भयो भने बढी पानी भयो भने यता निकास फाल्न पनि पाइयो फेरि। हो पानी त उता बढी भयो। यता हेर्न फेरि ट्रेन, यो उसको बीचमा ट्रेन आउँछ, फाँटको बीचमा। हेर्नु त, आहा ट्रेन छ। ल, थोरै ठुलो छैन त है? यो बेसी पनि बेसी ठुलो बेसी रहेछ यो त। ल हेर्नुहोस्, यो जोतेर गोरु उक्लिनुको लागि टक्क बनाएको यहाँबाट। यस्तो राम्रो रहेछ। ल, गाह्रो छ यार। यो यत्रो यो दुईटा गरेर भयो भने 4जनाको 5जना परिवारलाई खानु पुग्छ। 4जना परिवारलाई वर्षभरि। त्यही भएर मलाई खेत किन्न बडो रहर छ। म खेत किन्ने हो। म घडेरी नकिन्ने, म खेत किन्ने। यो के भन्छ तपाईँहरूको त्यो यो बिचतिर फुल्ने? सामा भन्छ। बन्सो होइन नि यो? यहाँ मालिन्दो भन्छ, के भन्छ यसलाई? यो टन्नै पाउँछ कि नेपालमा नि? यसलाई चाहिँ कुरु भन्छ यो घाँसलाई। यो त सबैले चिन्छ प्राय। यो फेरि बाहिर पानी जाने पनि रहेछ, धेरै भरियो भने। ल हेर्नु, अहिले जाँदैन होइन, ठिक्क पानी छ। पानी ठिक्क छ, पाइपै सुकिया छ होइन। यो माथि भर्यो भने अब यो नै गाह्रो हुन्छ नि त। सर्लक्क पानी मुनि गयो, सानो छैन पल फेरि। यो त अर्कोले युज गर्छ होइन। यस्तो हो नि त।
यसै छ त वर्षमा 40,000 50,000